एउटा गाउँमा साह्रै गरिब मान्छे बस्थ्यो। उसको लगाउने राम्रो लुगा थिएन, खानलाई पनि मुस्किलले पुग्थ्यो। तर ऊ गरिब भए पनि उसको दिमागमा सधैँ नयाँ नयाँ विचार आउँथ्यो। अरूले समस्या देख्दा ऊ अवसर देख्थ्यो। एक दिन उसले आफ्नो सानो खोलाको छेउमा सफा पानीको स्रोत देख्यो। उसले सोच्यो, यो पानीलाई सही तरिकाले प्रयोग गर्न सके पैसा कमाउन सकिन्छ। उसले थोरै मेहनत गरेर त्यही पानी भट्टा बनायो। सुरुमा उसले आफै पानी भरेर गाउँलेलाई बेच्न थाल्यो। पानी सफा र सस्तो भएकाले मानिसहरू खुसी भए। बिस्तारै उसको आम्दानी बढ्न थाल्यो। उसले कमाएको पैसालाई फजुल खर्च नगरी बचत गर्यो। केही वर्षको निरन्तर मेहनतपछि उसले राम्रो घर बनाउन सफल भयो। यो कथाले सिकाउँछ, गरिबीभन्दा ठूलो कुरा सोच्ने दिमाग र मेहनत हो। सही विचार र निरन्तर प्रयास भए जीवन बदलिन सक्छ। एउटा गाउँमा साह्रै गरिब मान्छे बस्थ्यो। उसको लगाउने राम्रो लुगा थिएन, खानलाई पनि मुस्किलले पुग्थ्यो। तर ऊ गरिब भए पनि उसको दिमागमा सधैँ नयाँ नयाँ विचार आउँथ्यो। अरूले समस्या देख्दा ऊ अवसर देख्थ्यो। एक दिन उसले आफ्नो सानो खोलाको छेउमा सफा पानीको स्रोत देख्यो। उसले सोच्यो, यो पानीलाई सही तरिकाले प्रयोग गर्न सके पैसा कमाउन सकिन्छ। उसले थोरै मेहनत गरेर त्यही पानी भट्टा बनायो। सुरुमा उसले आफै पानी भरेर गाउँलेलाई बेच्न थाल्यो। पानी सफा र सस्तो भएकाले मानिसहरू खुसी भए। बिस्तारै उसको आम्दानी बढ्न थाल्यो। उसले कमाएको पैसालाई फजुल खर्च नगरी बचत गर्यो। केही वर्षको निरन्तर मेहनतपछि उसले राम्रो घर बनाउन सफल भयो। यो कथाले सिकाउँछ, गरिबीभन्दा ठूलो कुरा सोच्ने दिमाग र मेहनत हो। सही विचार र निरन्तर प्रयास भए जीवन बदलिन सक्छ।